जय गोर्खा सम्पूर्णलाई र विशेष चाहिँ आज भने चाहिँ म विशेष तपाईँहरू समक्ष योभन्दा पहिला पनि मैले यो कुरा राखेको थिएँ है। सो तपाईँले कतिले हेर्नुभयो भएन है, सुन्नुभयो भएन। हाम्रो प्रशासनिक व्यवस्था जो चलाउनु भएको थियो उहाँहरूले डिएमले है सुन्नुभयो भएन है, देख्नुभयो भएन। हाम्रो दार्जिलिङको कतिपय हाम्रो जनता जनार्दनले पनि साह्रै गुहार लाएर सुनेको जस्तो त लागेको थिएन, किनभने यही जामको विषय लिएर मैले भनेको थिएँ है। सो अहिले अब जस्तो जाम छ हेर्नुहोस् न, जाम भन्ने बित्तिकै अब हामीलाई कमान बस्तीतिरबाट जानु पनि अहिले त अल्छी लाग्दिन्छ बजार क्या। रिजर्भहरू पायो भने पनि एकदमै अल्छी लाग्दिन्छ है, जाँदिनँ भन्ने स्थिति ड्राइभरहरूको है। अनि बिमार हुन्छ, कुनै पनि के हुन्छ, अब सबै हामी दार्जिलिङ बजार जानुपर्छ। अब दार्जिलिङ भन्ने बित्तिकै अब भन्ने क्या यस्तो भइसकेको छ। अब यो स्थिति भइसकेको छ होइन। त्यसै एक त देख्दाखेरि अब मोबाइलमा यता हेऱ्यो उता हेऱ्यो जामै जामको कुरो छ होइन। सो यो जामलाई अब हाम्रो बाटो बढाउनु सक्दैन, ट्रेनको लिक हटाउनु सक्दैन, तर त्यसको अल्टरनेटिभ व्यवस्थाहरू जुन चाहिँ अब अहिले पहिलाको सरकारले नसके पनि अहिलेको अब राज्य सरकार पनि बिजेपीको, अनि केन्द्रमा पनि बिजेपी सरकार छ है। जे पनि हुनु छ, जे चाहन्छ त्यही हुन्छ अब बिजेपीले है। देशमा नमुना पनि छ, गरेको पनि छ है। त्यस 370 जुन चाहिँ काश्मीरको 370 संवैधानिक उयोहरू हटाएर पनि अब देखाएको छ, रातारात पैसा चेन्ज गरेर पनि पावर त्यस्तो छ। चाह्यो भने भोलि गोर्खाल्यान्ड पनि दिनु सक्छ, त्यस्तो पावर भएको छ। अब अल्झाउने है, लङ्गी थाप्ने है, हुँदैन नदे भन्ने को पनि छैन बिचमा। सो तरै पनि अब हाम्रो यो जुन चाहिँ अवस्था छ दार्जिलिङको, यसको अल्टरनेटिभमा अहिले जुन चाहिँ लेबुङपट्टिबाट जुन चाहिँ तकदाह ग्लेनबर्नपट्टि निक्लिएर एउटा जुन चाहिँ रोड छ, अनि त्यो रोडले म्याक्सिमम कमान बस्तीकोलाई एउटा यो अल्टरनेटिभ रोड छ है। यसले अब लप्चू पेसोकसँग जोडेर तकदाह ग्लेनबर्न सँग जोडेर तकदाह टिस्टाभेली मङ्पू यो सबै लाइनलाई जोड्छ। अनि यो त्यो रोड फेरि एउटा तलबाट गयो भने सिधै टिस्टा निक्लिन्छ अल्टरनेटिभ होइन। अब जहाँ चाहिँ अब कालिम्पोङकोलाई आउनु जानु सिधै लेबुङ भएर होइन, बदामताम भएर पनि अल्टरनेटिभ तल निकाल्नु सक्छ सिक्किम जाने कालिम्पोङ जानेलाई है, बजारदेखि अलग गरेर। अनि त्यसरी नै अब जति सक्दो बाहिरको गाडीहरू जति पनि आउँछ, सो सिक्किममा जस्तो नै सिक्किममा जस्तो नियम कानुन हुनुपर्छ क्या। जस्तै जति पनि हाम्रो यो सिलगढीदेखि जति पनि उकालो आउँछ गाडीहरू, यो जति पनि नयाँ गाडीहरू होस् या ठुलो बसहरू होस्, सी सबै गाडीहरूलाई चाहिँ रङबुलको साइडमा है, फरेस्टको जुन चाहिँ ल्यान्ड छ त्यहाँ रङबुलको साइडमा चाहिँ एकदमै ठुलो पार्किङ बनाएर चाहिँ, जस्तै सिक्किममा देउरालीहरू बनाएको छ है, त्यस्तो ठुल्ठुलो पार्किङहरू बनाएर चाहिँ सबै जति पनि सिलगढीबाट गएको गाडी, बाहिरबाट जति पनि आएको गाडी यो त्यहाँनिर चाहिँ राखेर त्यहाँबाट चाहिँ बजार चाहिँ हाम्रै गाडीहरूले मात्रै लाने ल्याउने यो सिस्टम बनायो भने चाहिँ अलिकति राम्रो हुन्छ जस्तो लाग्छ। त्यसरी नै उता मिरिकतिरबाट आउने, बिजनबारी अब यो कतापट्टिबाट आउनेहरूलाई सबै त्यो गाडीहरूलाई, बाहिरबाट आउने गाडी जति पनि छ मिरिक भए आउनेहरूलाई, पशुपति नेपाल यता चाहिँ त्यो गाडीलाई सबै उता गुम भन्ज्याङमा ठुलो पार्किङ बनाएर त्यहीँसम्म सीमित राखेर चाहिँ त्यहाँबाट चाहिँ फेरि लोकल सिन्डिकेट है भित्र चाहिँ जति पनि, अनि यसो गऱ्यो भने अनि जति पनि गाडीहरू ठुल्ठुलो गाडी छ त्यो चाहिँ अब 4 बजी उता बिहान 8 बजीसम्म मात्रै, 8 बजीदेखि 4 बजीसम्म चाहिँ यो जति पनि मिलिट्रीको गाडी होस् या पानीको गाडी होस्, माझदा होस्, योहरू सबै चाहिँ बन्द गर्नुपर्छ। अनि त्यो बिचमा घुमदेखि दार्जिलिङभित्रमा जति पनि बाइक गाडीहरू चाहिँ साइडमा राखेको हुन्छ एकदमै सफा गर्नुपर्छ क्या। एकदमै त्यो चाहिँ एकदम तिनीहरूलाई हटाएर कहीँ पार्किङ गराउनतिर लगेर कहीँ अब राख्ने भन्ने चाहिँ एउटा गर्नुपर्छ। अब नत्र भने सिक्किममा जस्तै फेरि पहिला ग्यारेजको
को एउटा एनओसी ल्याएर ग्यारेज छ भनेर देखाएर मात्र गाडी दिनुपर्छ, यो पनि एउटा गर्नुपर्छ जस्तो छ क्या। सो त्यसले गर्दाखेरि चाहिँ अब यसरी हामीले हाम्रो बाटो सानै भए पनि अल्टरनेटिभ एउटा जस्तै दार्जिलिङबाट यो चौरास्ता भएर सिधै जोरबङ्गला पनि निकाल्न सकिन्छ। यसलाई पनि चल्नुपर्छ, यसलाई पनि चलाउनुपर्छ है। एउटा छ जस्तै ज्ञानदी रोड भएर यो बाटो जहाँ जहाँ बढ्छ त्यहाँ बढाएर त्यसलाई पनि एउटा युज गर्नुपर्छ। सबै भएको जति सबैपट्टि एउटा युज गऱ्यो भने चाहिँ त्यो बाटो जति छ, जति ट्रेनको बाटो छ जति छ है, अब ट्रेनको लिक पनि हटाउनु सक्दैन, यता घर पनि तोड्नु सक्दैन, त्यो असम्भव छ। सो त्यसले गर्दाखेरि चाहिँ त्यो सानै भए पनि हामीले चारपट्टिबाट यसरी सबै जग्गाबाट कोसिस गऱ्यौँ भने चाहिँ एकदमै राम्रो हुन्छ जस्तो लाग्छ। सो यो कोसिस गर्नुमा चाहिँ अब मैले भने त अहिले हाम्रो तिनैवटा विधायक पनि हाम्रो बिजेपीकै हुनुहुन्छ, अनि त्यसमा राज्य सरकार पनि बिजेपी अनि केन्द्रमा पनि बिजेपी। जे पनि सक्छ यो कुरोमा फल गरियो भने चाहिँ हाम्रो दार्जिलिङवासीले यो जामबाट चाहिँ मुक्ति पाउँछ जस्तो लाग्छ। सो तपाईँलाई के लाग्छ यसको, तपाईँले पनि सुझाव सरसल्लाह तपाईँलाई के कस्तो लाग्छ कमेन्ट गर्नुहोला। जय गोर्खा।